नमस्कार। आज मैले अर्सा रोटी बनाउने तरिका लिएर आएको छु। मन पर्यो भने लाइक कमेन्ट सेयर पनि गर्नको लागि यहाँहरूलाई म अनुरोध गर्दछु। यो खुदबाट बनाएको हो। चामल मसिनो चामल पकाउने र पकाएर बेलिसके पछाडि मिडियम हिटमा यसरी गोलो बनाएर राख्ने। यसलाई माथिबाट तातो तेलले यसरी राख्ने। पाकिसके पछाडि एउटा हामीले झाँझर अनि पन्युले बिस्तारै यसलाई निकाल्ने। धेरै ठुलो हिट गर्न पनि हुँदैन, यसलाई मिडियम हिटमा गर्नुपर्छ र यसरी दुईटा पन्युको सहायताले निकाल्ने। यसरी निकालेर राख्ने। यसरी घरमा बसेर हामीले अर्सा रोटी बनाउन सकिन्छ। धन्यवाद।